ओइ सुन त जामिन आज हाम्रोमा आज हाम्रोमा मासु पकाछम के साँच्ची हो? अनि साँच्चै त हो नि कसैले ठट्टा गर्छ त छिटो आइहाल अनि भन मासुसित चाहिँ के खान्छौ खैनी चुरोट त नखाम के बरु रक्सी खाम न त रक्सी मिठो लाग्दैन र त्यसो भने भाउ नआऊ त्यतै बस किन र? होइन रक्सी पो पानी जस्तो हुन्छ र बाउले चाल पाउँदैनन् अनि चुरोट खायो भने त फेरि धुवाले नै चाल पाइहाल्छन् नि डर छेर्वा धेरै डर छेर्वा नभन नि अहिले साँच्चीकै सिन्दुर हालेर घरतिर लिएर जान नपरोस् नि लैजाऊ भन्दा लाने हैन? लान त लान हुन्थ्यो नि फेरि तिम्रो बोयफ्रेन्ड छ होला त्यो पो गाह्रो भयो नि त त्यसो भने भन न त कति माया गर्छौ मलाई भयो भयो जाऊ अलिकति माया गरेपछि त बोल्नु पर्दैन बोल्दिन म भन के हो फेरि तिम्रो घर लैजाऊ न। के खाना लिएर जाने हो र घर तिम्रा घरमा छैन र तिउन तरकारी लुलु भयो भन न त के खान्छौ भातसित चाहिँ होइन यो केटीले कति खाँदी रहेछ खैनी चुरोट ओके ओके यो सब कुरा छोड यता सुन तिमी र म भागम न किन भाग्ने हो म तपाईसँग? अनि म तिमीलाई माया गर्छु नि त म गर्दिन नि त। अनि अघि भर्खरै माया गर्छु भनेको होइन र यो केटीहरूको जात गरी गरी कुरा चेन्ज गर्दो रहेछ भयो